आजको हाम्रो यात्रा कहाँसम्म हो भन्दाखेरि हामी चाहिँ 3 दिनको लागि जेजुदो जाँदैछौँ। छेजुदो बस फर्किने स्टपमा जाँदैछौँ। गरिरहन नदेखेको क्या मैले चाहिँ। हेलो 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 कस्तो फिल भइरहेछ। नेपाल गएको फिल भयो होला है। कस्तो फिल भइरहेछ भन्छ। हाम्रो दिदी चाहिँ काममा जाँदै हुनुहुन्छ हो कि देखिसक्यो तपाईँको। तर केही चिन्दैन। तपाईँ हो भनेर पनि चिन्दैन। हाय ल मेरो झर्छ ल। कस्तो राम्रो देखेको त ल। मेरो यो चाहिँ किन कुद्छ नकुद्न। यस्तो गरेर राख्ने बेला भयो नि मैले। हामी किनिसक्यौँ। तपाईँ साह्रै राम्रो भएछ आज। त्यही भएर ढिङ्गाले फसाउँदैछ। हाम्रो छेजुदो तर्फको यात्रा सुरु भइसकेको छ। कस्तो हल्ला मलाई त जानै खोज्छ। त्यो पनि अघि रिताले खिच्दै गरेको देखेर सम्झेर हो क्या। हेर्दै गर्नु होला भनेर। हामी चाहिँ के भन्छ एयरपोर्ट नै आइपुग्यौँ है। एयरपोर्ट प्लेन चढेर जाने हो। फ्लाइट कालो पो थियो त गाडी त। ऊ परको होला कि होइन त्यो त उसको। 3 days vacation, summer vacation. Summer vacation. What? Are you excited? What? So many. No. Little. You, Deepa? How much? Same. Okay, get half. Rita, English. Your many pen. Here is my American friend. हाम्रो एउटा मात्रै थियो। हामी चाहिँ एकदम सँगले बोटिङ हुन लागेको छ हाम्रो। चढिसक्यो। साथीहरू के गर्ने घोटेर भुइँ छोडेको छैन क्या। भुइँ छोड्नु मन लागिसक्यो। कति लामो के हो रनवे कति ठुलो क्या। ओहो कस्तो दामी है। एउटा तपाईँको एउटा मेरो। ड्याम के चाहिँ ल्याएर के ड्याम रसबिना ले यो उड्दाखेरि पो यस्तो कराको के छ यता जान साथीहरू। अब यसको पालो हो यो गयो। चाहिँ हाम्रो पालो आयो।
समुद्र रिङ्गाटो छुटेको हुन्छ। 여러분의 안전을 위해 비행기가 완전히 멈출 후 가정부의 샘플 취득이 꺼질 때까지 자리에서 기다려 주시기 바랍니다. 도착 후 선반을 여실 때는 안에 있는 물건이 떨어질 수 있으니 조심하시고 잊으신 물건이 없는지 다시 한번 확인해 주세요. 저희 집에 오는 देख्नुहुन्छ होला दिदीहरूले हामी छेजुदो फाइनली ल्यान्ड भयो होला नि अब आमा मेरो लगेज चाहिँ तानिएन नि त होइन होला ए लगेज राख्न चाहिँ पछाडि जाने होला कि मेरो पनि राखिदिनु न भिडियो बनाउँदैछु यत्रो गाडी आएर हामीलाई लगे जाउँ जानु म आउँछु अन्तिममा बाई बाई कहाँ बस्ने म त अगाडि नै बसिदिन्छु हाई गरेको कि के गरेको हाई बाई ओके एयरपोर्ट यो त कस्तो उयो जस्तै देखेको नि चियाको बाटो के गाडी पो भन्छ त के गाडी हो काम चलेको अघि बस्ने भयो नबस्ने बसिरहेको हामी चाहिँ हाम्रो बस्ने ठाउँमा हाम्रो होटेलमा आइपुग्न लाग्यौँ आइपुग्यौँ चाबी लिनलाई जानु भएको छ हामी चाहिँ पर्खिँदैछौँ यो त एभोकाडो जस्तै देख्छ जमुना त होइन हौ एभोकाडो जस्तै देख्ने है देख्नु चाहिँ तर होइन रहेछ एभोकाडो पनि हामी चाहिँ समुद्र खेल्नलाई आएको छौँ पानी खेल्नलाई अलिक गर्मी भयो त्यही भएर खै साथीहरू चाहिँ त्यो खेल्ने हो भने त दिदी त्यो पहाडदेखि तल झर्नुपर्छ नि त नि यो त होइन नि यता बस्ने हो ऊ पारादेखि त्यो तल मुनि टिकट काट्ने ठाउँ छ नि त यता खिचौँ है तर पहिला हामीलाई कफी सप थिएन नि नयाँ बन्नेछ यो कफी सप अन्त उता गयो खेल्न हामीले पानी खेलेको चाहिँ यहाँ तल मुनि हो अनि उता चाहिँ त्यो अरू खेलेको
गर्मीले पसिनाले ट्याप ट्याप टालिसक्यो त हो कपालहरू ट्याप ट्याप टालिँदैछ कस्तो लागिरहेछ तपाईँलाई यहाँ आएर मलाई लागिरहेछ मलाई मनै लागिरहेछ ल दिदी उहाँ त बाटो छैन क्या हो ए होइन उतादेखि रहेछ उता मुनि गएको छ हेर्नलाई होला नि पानी खेल्ने ठाउँ जाम न त उतै खेलौँ उहाँ मान्छे धेरै खेलेकोमा त 아초 비디오 पिछाडी पटले सर्ट जस्तो स्विमिङ खेलेको जान्छ ल मजाले आइसक्यो मजा आउने रहेछ सबैलाई तिमी अहिले डर लाग्छ भन्दै थियो त यो कतिको डर हो मलाई डराउँदैन रहेछ अबदेखि थाहा भयो आफूलाई कन्फिडेन्ट दिँदैछ बच्चन त्यस्तो मत तिमी त यस्तो यस्तो भए पनि गर्दो रहेछौ होइन म त पलेकी बसेर बसिरहेको छु घुँडामा त पर्दैन तपाईँ लुटे भएर होला नि अलिअलि त उठाउनु खोज्छ के कति मजा आएको कि तर खेल्न एकपटक टाउको पनि डुवाओ न त नि अनि टाउको चाहिँ फ्रेस छ घाँटीदेखि माथि मात्रै फ्रेस छ लु त सबलाई के हुँदैन पहिला नाच्नु बाहिर दुकान लाता है
धेरै पानी डुबेर त्यही हो निस्किन्छ त्यो पानी भने के हुँदैन अब दिपाको पालो म त डुबाउन सक्दिनँ बोलायो यसरी हातले तेजी बस्छ नि त्यो भएन जो भाइ पुग्नु भएको होइन अघि सीताजीले मेरो टाउको समाति दिँदा मैले जानिनँ ब्यागहरू कहाँ छ मोबाइल राख्दा हुन्छ होला नि मजा आएको छ भोक लाग्यो है खेल्दा थाक्यो पानी खेल्दा हामी चाहिँ सबैलाई सोध्दै हिँड्दै नुहाएको नि अनि बालुवा सरेको गएको छैन अरे कोटोरी म त नुहाएको हो ओभन भएको हो नि त नि तर म त टाउको डुबाएन नि त दिदीहरूले टाउको डुबाएको म त टाउको डुबाउनु सक्दिनँ कस्तो राम्रो देखेको नि हामीलाई देखाउन भयो उज्यालोमा तिमीले के गर्नु भन्दै थियो के गर्ने भनेर गेम खेल्नु भनेको हो उयो गेम खेल्नुपर्छ अहिले ब्यालेन्स फुटाउने है यहाँनिर ब्यालेन्स फुटाउने गेम खेल्ने अनि गिफ्ट पाउँछ मजा आउने है हामी चाहिँ खाना खाइसकेर नि हावा खाँदै हिँड्दैछौँ यता भिडियो राम्रो बनेन भेगु त फ्राई उफ्रिनु न कस्तो राम्रो देखिरह सबले 50-50 गरिदिइहाल्छ बनाउने के